आज चाहिँ म लागेको छु एक्स्ट्रा चिज खानलाई। जहिले पनि चाउमिन, मोमो, कोरियन, चटपटे कति खानु। एक्स्ट्रा चिज पनि खानु पर्यो भनेर चाहिँ म चाहिँ लागेको थिएँ। राम्रो खाजा खाने स्पेसल ठाउँ खोज्दै थिएँ है। जाँदा जाँदै साथै स्पेसल ठाउँ नै भेटेको क्या। शनिबारको दिन थियो अनि एकदम गर्मी बढ्यो। सुरुमा चाहिँ लस्सी मगाएँ। अनि हेर्नु न यो उसमा त कति धेरै मान्छे थियो क्या। बिदाको दिन भएर पनि हो कि के हो, मान्छे त भरि भराउँथ्यो। यहाँ म बसेको ठाउँमा त म मात्रै थिइनँ, यतापट्टि अरू मान्छेहरू पनि हुनुहुन्थ्यो कि त्यति धेरै प्याक हुनुहुन्थ्यो। मैले सबैजनाको चाहिँ भिडियो खिचिनँ। कस्तो लाज लागिरहेको थियो, फेरि किन अरूको भिडियो अनुमति बिना भिडियो खिच्न मलाई हुन्छ नि त। अनि त्यसपछि म त पिज्जा खान गएको थिएँ। पिज्जा यस्तो क्रेभिङ भइरहेको थियो पिज्जाको चाहिँ। अनि मिठो पनि यस्तो मिठो भएको थियो नि। म त कति कति त्यस्तै भयो होला 2-3 महिनापछि म पिज्जा खान गएको कि म त यस्तो मनैदेखि आनन्द भएको थियो। अनि अलि त्यो पिज्जामा चाहिँ त्यो अलिअलि किलो किलो जस्तो भएको थियो, तर चिज पनि कति बढी हाल्यो क्या। मलाई त ओ माई गड, फेरि फेरि पनि यही रेस्टुरेन्टमा आएर खाने हो, मेरो चाहिँ फेभरेट भयो क्या। यति मन परेको हो कि। अनि लसी पनि त्यस्तै मिठो थियो, भनी साध्य नै थिएन क्या। म त छक्क परिरहेको, त्यहाँ मान्छे पनि त्यति धेरै क्या। सबैजनालाई त्यसको त्यहाँको सर्भिसहरू एकदमै मन परेको, एकदमै मिठो लागेको। मैले पनि गमका गम खाइ नै हालेँ। भोक लागेपछि गमका गम खानु परेको। त्यही माथि एक्स्ट्रा चिज पिज्जा धेरै भइसकेको थियो नि त नखाएको। अनि कहिलेकाहीँ त जहिले पनि एकै चिज मात्रै के खानु, यो मुखलाई पनि फरक चिज, यो पेटलाई पनि फरक चिज खाउँ भनेर गएको। मलाई एकदम मन परेको थियो यो ठाउँको पिज्जा त। ओ माई गड, हजुरहरू पनि जानुभयो भने चाहिँ यहाँ मैले यसो हेर्दा बुझ्दाखेरि चाहिँ क्या, यहाँ पिज्जा मात्रै मिठो होइन क्या, हरेक चिज मिठो बनाइरहेको थियो क्या। सबजना यस्तो खुसी भएर खाइरहेको थियो कि, यस्तो इन्जोय गरेर खाइरहेको थियो कि वाउ, पैसा तिरेर यस्तोमा तिर्दाखेरि चाहिँ एकदमै मजा आउँछ क्या। म त लास्टै मस्त भएँ। अनि त्यहाँबाट अब चिसो पनि सकिन, लसी पनि सकिन सकिन लाग्यो, खाइ पनि सकिन लाग्यो। अनि चाहिँ यस्तो आनन्द आइरहेको थियो, मनमा पनि शान्ति मिलिरहेको थियो। पेट पनि टक्क अगाइहाल्यो एउटा पिज्जाले। अनि पैसा सैसा तिरियो, मस्त अगाइयो अनि लागियो रुमतिर। आजलाई यति नै, बाइ।